सबैजनालाई नमस्कार। अहिले पछिल्लो समयमा सामाजिक सञ्जाल यानि कि विद्युतीय सामग्रीको तीव्र विकासको कारणले गर्दाखेरि हरेक आएका इन्फर्मेसनहरूलाई, हरेक आएका समाचारहरूलाई सजिलै सहज तरिकाले पचाउन नसक्ने अवस्थामा अ, हामी पुगेको छौँ। एक समय थियो विद्युतीय सामग्रीबाट आएका हरेक समाचार र जानकारीमूलक भनाइहरूलाई चाहिँ हामीले सहज सजिलैसँगले पचाउन सक्थ्यौँ अथवा विश्वास त्यति हामी गर्थ्यौँ, त्यतिको विश्वासिलो थियो। तर अहिले पछिल्लो समयमा यसको ठिक्क विपरीत भएको छ। विभिन्न माध्यमबाट आएका समाचारहरू अहिले झुटो हो भन्ने कुरा प्रमाणित पनि हुन थालिसकेका छन्, जुन हामीले देखिरहेको छौँ। हुन त सबै सञ्चार माध्यमबाट आएका समाचारहरू झुटा हुन्छन् चाहिँ भन्न खोजेको होइन मैले, तर पछिल्लो समयमा झुटो हो भन्ने प्रमाणहरू चाहिँ आधिकारिक व्यक्तिहरूले यो समाचारमा कुनै सत्यता छैन है भन्ने खालका समाचारहरू आफ्नो सामाजिक सञ्जालमा पोस्ट गरेको हामीले देखिरहेको छौँ। त्यसैले हामी पनि सबैजना चनाखो हुनुपर्छ, कुन समाचार सत्य हो, कुन असत्य हो, कुन रियल हो, कुन फेक हो। यो कुरालाई चाहिँ हामीले विभिन्न माध्यम तथा पद्धतिबाट चाहिँ हामी पुष्टि गरेर सत्य र असत्य समाचार पत्ता लगाउन सक्छौँ। हामी आफै चनाखो बन्नुपर्ने अवस्था आएको छ। धन्यवाद।